धन्यवाद प्रमुख अतिथिज्यू, आयोजक मित्रहरू, उपस्थित विद्वत्वर्ग, तपाईहरु सबैलाई मेरो यो जाडोको दिनको एकदम न्यानो अभिवादन छ। असहज प्रश्नहरू हो मेरो। मैले के गरेको छु भने यसमा के यस्ता ससाना जुन प्रश्नहरूलाई हामीले त्यति साह्रो सोच्दैनौँ, त्यस्ता प्रश्नहरू जुन विभिन्नसँग मेरो मनमा आए, ती प्रश्नहरूलाई तपाईहरुको अगाडि राख्ने जमर्को गर्छु। यी प्रश्नको उत्तर मसँग छैन। अब पहिला पोखरामा म किन आएँ भन्ने बारे पनि केही कुरा गरौँ। हाम्रो रविन्द्र अधिकारी सांसद भाइले उहाँको किताबको विमोचनमा पोखरा आउने मलाई निम्तो गर्नुभयो। अब उहाँको किताबमा एउटा छोटो कदको मन्तव्य लेखेका कारणले मैले नाइ भन्न सकिनँ। हुन्छ त भने, तर भन्ने के बारे आफ्नो कुरा राख्ने। यसैले सुरुमा मैले दुईटा कुरा भन्नुपर्छ। पहिलो, यो कुनै विद्वत प्रवचन होइन, कुनै विषयमाथि गरिएको गहिरो सोच म यहाँ प्रस्तुत गर्न गइरहेको छैन। दोस्रो, मैले आफ्नो भन्ने कुरा सिलसिलाबद्ध पनि छैनन्। वर्तमान नेपालमा हामीले बाँचिरहेको कालखण्ड जस्तो हाम्रो राजनीति र विकासको अनपेक्षित र घुमाउरो केही उकाली र बढी ओह्राली जस्तो, बोली र व्यवहारका बीचको बढ्दै गरेको खाडल जस्तो, देब्रे हातले के गरिरहेछ दाहिने हातले थाहा नपाए जस्तो एउटा विरोधाभासको सिलसिला पनि हुन सक्छ। विरोधाभास के हो? अनुभव र अनुभूतिको सानो ढोकाबाट अटेस मटेस निस्कन खोज्ने प्रश्नहरूको हुल्न हो। विरोधाभासको आशीर्वाद के हो भने प्रश्न नै उत्तर हुन्छन्, हुन सक्छन्। विरोधाभासको अभिशाप त भन्नै परेन, हामीले प्रतिदिन भोगिरहेका छौँ। पोखरा फेरि तपाईँहरूको अगाडि आफ्ना पुरा कमजोरीहरूका साथ उपस्थित हुनुको अर्को कारण त पोखरा नै हो। यो मेला पोखरामा आयोजित नभएको भए कदाचित म यहाँ आउने नै थिइनँ। मेरा निम्ति पोखरा त्यसै पनि एउटा उत्कण्ठा र प्रतीक्षा हो। झन्डै 59 वर्ष अघि यहीँबाट द्वितीय विश्वयुद्धको अवशेष डकोटा भनिने DC-3 विमान चढाएर हजुरबुवाले सानो फुच्चे मलाई काठमाडौँ लिएर जानुभएको थियो। त्यसपछि प्रत्येक वर्ष मिन 50 छल्न पोखरा ओर्लेर फुच्रे खोला, कुबिन्ने भन्जाङ, सेते दोभान, कार्कीनेटा हुँदै 2 दिन लगाएर मेरो गाउँ पर्वत फलेवास पुग्थेँ। बिदा सकिएपछि फेरि यही बाटो काठमाडौँ फर्कन्थेँ। मेरो विद्यार्थी जीवनभरि पोखरा सधैँ प्रतीक्षित तर अपरिचित सुन्दरी जस्तै रह्यो। अहिले पनि पोखरा आउँदा म त्यही केटौले उत्कण्ठा र प्रतीक्षाको रमाइलो अनुभूति गर्छु। पोखराका अर्का 2 पक्ष छन् जसले नेपालको विकासको पर्यवेक्षक जो कोहीलाई पनि आकर्षित गर्छ र साथै व्याकुल पनि बनाउँछ। पहिलो त पोखराको अद्वितीय प्राकृतिक छटा हो, जसले वर्षेनी 3 लाखभन्दा बढी बाह्य पर्यटक अर्थात् नेपाल आउने पर्यटकको झन्डै 40%लाई तान्छ। संसारमा धेरै सुन्दर स्थानहरू छन्, तर समुद्र तटबाट 793 मिटर उचाइको फेवाको किनारबाट फगत 28 किलोमिटर उत्तरका 8000 मिटर माथिका हिमशिखरहरूको निर्वाध अवलोकन गर्न सकिने अर्को जादुगरी स्थान कहाँ छ? कहाँ छ अर्को ठाउँ जहाँ कवि भूपी शेरचनका शब्दमा माछा पुछ्रे लिएका बिहानै मिलाउँछ फेवामा आफ्नो सेतो कालो टोपी सकली ढाकाको र आफ्नो हुनुको सार्थकता खोज्छ। तर पोखरा 2वटा छन्। एउटा फेवाताल र पार्दी वरिपरि रुमल्ली रहने पश्चिमा पर्यटकको पोखरा र अर्को महेन्द्र पुल, चिप्ले ढुङ्गा र बगर वरिपरि गरिरहने रैथाने र छिमेकी आगन्तुकहरूको पोखरा। यी 2 पोखराको सहज सम्मिलन नै पोखराको समस्या हो। तर पनि पर्यटक नगरीका रूपमा मलाई पोखरा सधैँ नतमस्तक लाग्छ। अन्नपूर्ण हिमश्रृङ्खलाको शालीनता र उचाइसँग सेती नदी र पोखरा उपत्यका विनम्र र विनीत भए जस्तै। दोस्रो, पोखराको भयलाग्दो सहरीकरण हो। 2011 को जनगणना अनुसार 2.5 लाखभन्दा बढी जनसङ्ख्या भएको पोखरा नेपालको दोस्रो ठुलो सहर हो। नेपालका सबैभन्दा बढी सहरीकरण भएका उपत्यकाहरूमध्ये काठमाडौँ र पोखरा पर्छन्। यो नेपालको पहाडी प्रदेशको सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र आर्थिक सेवा प्रवाह गर्ने सहर हो। पोखरामा भेटिने प्रत्येक 2 मध्ये 1 24 वर्ष मुनिको छ र प्रत्येक 3 मध्ये 1 व्यक्ति त विद्यार्थी हो। काठमाडौँ उपत्यका बाहेक नेपालको पहाडी भेगमा आफ्नै स्पष्ट आर्थिक प्रभाव क्षेत्र भएको सहर पोखरा मात्र हो। यो सहरले वरपरका झन्डै 7 जिल्लालाई आफ्नो सेवा र सुविधाले प्रभावित गर्छ। 2011 के जनगणना अनुसार पोखराको 5% जतिको वार्षिक वृद्धि दर नेपालका सहरहरूमध्ये तीव्रतम वृद्धि दर हो। बढ्दो र अनियन्त्रित सहरीकरणको चपेटामा एकताका चाक्ला बाटाहरू साँगुरिएका छन्। चरण र पाटनहरू चिन्नै नसकिने गरी मासिएका छन्। सम्भवतः पोखरा नेपालको सबैभन्दा बढी ऐलानी जग्गा अतिक्रमित सहर पनि हो।
पोखराको सहरीकरणको पीर यतिमै सीमित छैन। नेपालका सहरहरूमध्ये सबैभन्दा बढी भूगर्भीय संवेदनशीलता भएको क्षेत्र पनि पोखरा नै होला। तीव्र, अनियन्त्रित र अव्यवस्थित सहरी विस्तारले यो संवेदनशीलतालाई अझै जोखिमपूर्ण बनाएको छ। पोखरा एक किसिमले एउटा महाविपदको पर्खाइमा छ र नेपालका अन्य क्षेत्रमा जस्तै सम्भवतः सरकार, राजनीतिक नेताहरू, नागरिक समाज र बुद्धिजीवीहरू केही नगरी चुपचाप पर्खिरहेछन् त्यसपछि त्यो महाविपदपछि के हुन्छ कि भनेर। मानव त्यसै के हुन्छ जादु जस्तो। के यो विडम्बना नै पोखराको र प्रकारान्तरले हाम्रो नियति हो? मेरो यो मन्तव्यमा केही समय यतादेखि मलाई लखेटिरहेका यस्तै केही असहज प्रश्नहरू कोट्याउने अनुमति चाहन्छु। यता केही समयदेखि घटित केही साना ठुला घटना र प्रक्रियाले यी प्रश्नहरू उब्जाए। कतिपय घटनाहरू छायामा परे तर प्रश्नहरूको पिर उठ्दैछ। मलाई लाग्छ यो जस्तो साहित्यिक मेला र सोच्ने मान्छेहरूको जमघटमा यी प्रश्नहरू कोट्याउनु सान्दर्भिक नेवाला। असहज प्रश्नहरू। 1. मोदीमय संविधान सभा। 2071 साल साउनमा 17 वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरे र त्यो वर्षभरिकै सबैभन्दा चर्चित भ्रमण रह्यो। भर्खरै ठुलो जनमतद्वारा भारतको 14औं प्रधानमन्त्री बनेका नरेन्द्र दामोदर मोदी केही नयाँ सन्देश बोकेर नेपाल आएको अनुमान धेरैले गरे। नेपालको संविधान सभालाई उनले गरेको सम्बोधन भ्रमणको उत्कर्ष रह्यो। त्यति धारा प्रवाह र त्यति उदारमा नभएर कुनै पनि भारतीय प्रधानमन्त्री नेपालमा प्रस्तुत भएकै थिएनन्। मोदीले नेपाली मनका ती सबै बटन थिच्न भ्याए जुन थिच्दा नेपाली जनता र नेता प्रसन्न हुने गर्छन्। बुद्ध जन्मेको पवित्र भूमि भनेर नेपालको वन्दना गरे। युवावस्थामा तीर्थालु भएर नेपाल आएको सम्झे। नेपाल र भारतको गहिरो परम्परागत धार्मिक र सांस्कृतिक सम्बन्धको चर्चा गरे। भाव विह्वल हुँदै पशुपतिनाथ र विश्वनाथको एकात्मकता अर्थ्याए। रामायणमा जाम्बवानले हनुमानलाई उनको सामर्थ्यको स्मरण गराए जस्तै मोदीले नेपालको सामर्थ्यको भुरी भुरी बखान गरे। हिमालको जडीबुटी, पहाडको जलस्रोत, तराईको कृषि, जनकपुर र लुम्बिनीको सांस्कृतिक सम्पदा र धरोहर र ती सबबाट हुन सक्ने आर्थिक लाभको चर्चा गरे। ट्रान्समिसन लाइनको विस्तारदेखि पर्यटक बढाउने कुरा गरे। भारतको सुरक्षामा गोर्खालीहरूले बगाएको रगतको गुण सम्झे। नेपालको बिजुलीले भारतको अँध्यारो हटाउन सक्ने कुरा यसरी गरे मानव नेपाल दाता हो र भारत प्रापक। फेरि नेपालीले अर्कै अर्थमा बुझ्लान् भनेर बिजुली सित्तैमा लिने होइन किन्ने कुरा गरे। हाइवे र ट्रान्सवेका माध्यमबाट नेपाललाई सुखद हिट गर्ने मन्त्र सुनाए। नेपाललाई $1 अरब को क्रेडिट लाइन दिने बाचा गरे। संविधान बनाउने क्रममा सबैलाई समेट्ने ऋषिमनको आवश्यकताको कुरा यसरी गरे मानव सबै चाहना र लालसाबाट मुक्त उनी स्वयं ऋषि हुन्। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय बाहेक उनको कुनै आकाङ्क्षा नै छैन। संक्षेपमा मोदी यति सहोदर भएर प्रस्तुत भए कि दुई देशबीच कुनै बाधा व्यवधान, असहिष्णुता, असमझदारी केही पनि छैन। संविधान सभाका हाम्रा सभासदहरू देखिने गरेर दङ्ग परे। सम्भवतः संविधान सभामा त्यति धेरै टेबल त्यति धेरै समयसम्म कहिले ठटिएकै थिएन। सबैभन्दा बढी प्रसन्नता र त त्यसबेला देखियो जब मोदीले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको चर्चा गरे। सरकार प्रमुखदेखि विपक्षका नेता र विपक्षभित्रका पनि विपक्षका नेतासम्म सबैले लुकाउने नसकेको मुस्कानसहित टेबल ठटाइरहे। टेलिभिजनको पर्दामा कहिले उपनिवेश नभएको भनेर गर्व गर्ने स्वतन्त्र राष्ट्रका सभासदहरूको त्यो व्यवहारले म यो देशको सानो नागरिक लज्जित भए। हीनतावासको यस्तो प्रदर्शन सायदै नेपालमा पहिले कहिले भएको थियो। के हाम्रो स्वतन्त्रतामाथि स्वयं हामीलाई नै विश्वास छैन? भारतकै हकमा नेपालको स्वतन्त्रता र सार्वभौमिकताको प्रत्याभूति 91 वर्ष अघि दिसम्बर 21 सन् 1923 नेपाल र ब्रिटेनका बीच सम्पन्न मित्रताको सन्धि मार्फत भएको थियो। सन् 23 को सन्धिले स्वतन्त्र सार्वभौम राष्ट्रका रूपमा नेपाललाई मान्यता नदिएको भए र उत्तरतिर समाजवादी चीनको अभ्युदय नभएको भए कतिपय भारतीय नेताहरूका दृष्टिमा भारतीय गणतन्त्रमा नेपालको विलय असम्भाव्य थिएन। यो सन्दर्भमा मोदीको भाषणमाथि हाम्रा नेता र सभासदहरूको प्रतिक्रियालाई कसरी बुझ्ने? 91 वर्षपछि भारतले दिएको पुनः प्रत्याभूतिको प्रसन्नता भनेर बुझ्ने? सधैँ अरूको अनुमोदनकै खाँचो परिरहने यो कस्तो स्वतन्त्रता, यो कस्तो सार्वभौमिकता हो? कवि भुपीले भने जस्तै कि हामी आफू खुसी कहिले अगाडि बढ्न नसक्ने, कसैले पछाडिबाट हिर्काउनु पर्ने, हिँडाउनु पर्ने पुरानो क्यारम बोर्डका गोटी मात्र हौँ, आफ्नो गति हराएका एउटा स्ट्राइकरद्वारा सञ्चालित। मोदीको भाषण पछिका केही दिन मैले इन्टरनेटबाट नेपालका मुख्य पत्र पत्रिका चाहेँ यो सन्दर्भको कतै चर्चा हुन्छ कि भनेर, तर एकाध बाहेक न कसैले मोदीको उदारताको अन्तर्यमाथि प्रश्न उठाए न हाम्रो हीनताबोधको कुरा नै उब्काए। मोदी नव उदारवादी आर्थिक नीतिहरूका ठुला हिमायती हुन्।
उनको आर्थिक वृद्धिमा केन्द्रित गुजरात मोडलको विकास हाम्रा कतिपय वरिष्ठ अर्थशास्त्रीहरू र नेताहरूको जिब्रोमै झुन्डिएको छ। बजार अर्थतन्त्रमा के स्वतन्त्रता र सार्वभौमिकता जस्ता अमूर्त धारणाहरूको अर्थ रहन्छ कि यो पनि वर्गीय प्रश्न हो? कसको स्वतन्त्रता, कसको सार्वभौमिकता, कसको हीनताबोध? यो हो पहिलो प्रश्न। दोस्रो प्रश्न, भूकम्पपछि गत वैशाख 12 को भूकम्प आउँदा म घान्द्रुक जाने विचारले यही पोखरामाथि धामफुसको उकालो चढ्दै थिएँ। हामी जङ्गलमाथिको चौरमा र चौतारीमा बस्न खोजेका मात्र थियौँ। धेरै वर्षमा डाँडे हल्लियो। धेरै पछि बल्ल बल्ल काठमाडौँ सम्पर्क भयो। त्यतिन्जेलसम्म इन्टरनेटमा भत्केको धरहरा भाइरल भइसकेको थियो। खुला स्थान नभएर होला सहरमा जस्तो मन्ने कामले त्रासले छोपेन। पोखरा फर्क्यौँ केही दिनपछि काठमाडौँ। तर नेपालमा भूकम्प अनौठो कुरा होइन। भूकम्पीय जोखिम त हिमालयको डिएनएमा छ। यसको बनोट र संरचनामै सन्निहित छ। भूगर्भशास्त्रीहरूका अनुसार 40, 50, 45 करोड वर्ष अघि प्रलयङ्कारी महाभूकम्पहरूको श्रृङ्खलाबाट हिमालय पर्वतको निर्माण भएको हो। हिमालय रहउन्जेल भूकम्पको क्रम रहन्छ। तर भूकम्प र त्यसपछिका घटनाहरूले हाम्रा केही अनुमानहरू प्रमाणित भए, केही विश्वासहरू भत्किए, केही आशंकाहरू फाटे। विपदका बेला स्थानीय सूचना सङ्कलन गर्ने र आकलन गर्ने स्थापित परिपाटी नै हामीले विकास गरेका रहेनछौँ। भूकम्पको पूर्व तयारी पूर्णतः अपर्याप्त रहेछ। राष्ट्रिय तहदेखि तल्लो तहसम्म चाहिने संस्थागत संरचना कागजी, कमजोर र अविश्वसनीय रहेछ। माथिदेखि तल्लो तहसम्म मानवीय अन्न स्रोतको परिचालन गर्ने परिपाटी नै बनेको रहेनछ। 1.5 दशकभन्दा बढी भयो स्थानीय निकायमा जनप्रतिनिधि नभएको। जनप्रतिनिधि नजानिकन एउटा पुस्ता हुर्किसक्यो नेपालमा। स्थानीय निकायलाई जनप्रतिनिधिविहीन बनाएर राजनीतिक स्वार्थ पूर्ति गर्न पल्केका दलहरूले स्थानीय सूचना र अनुगमनको आधार नै सिद्ध्याइसकेका रहेछन्। उद्धारको व्यावसायिक तयारी सीमित र शून्य प्राय रहेछ। सूचनाको प्रवाहदेखि उद्धार र राहतको वितरणसम्म हामीले कुनै समन्वयात्मक पद्धतिको विकास नै गरेका रहेनछौँ। प्राथमिकताको कुनै स्थापित क्रमलाई हामीले आत्मसात गरेकै रहेनछौँ। हामी साधन स्रोतका मात्र होइन, सोचका पनि गरिब रहेछौँ। सबभन्दा संवेदनशील कुरा त के भने राज्य त्यो सामाजिक समूह, वर्ग र तबका, गरिब, महिला, दलित, बुढाबुढी, केटाकेटीप्रति पूर्णतः अनुत्तरदायी रहेछ, जसलाई विपदका बेला राज्यको आश्रयको सबभन्दा बढी आवश्यकता पर्छ। भूकम्पको 9 महिनापछि आज पनि हजारौँ परिवारहरू बेखबर, बेघरबार, बेसहारा रहनुले नै यो लगातार प्रमाणित भइरहेछ। नेपालमा धेरैको ठहर थियो। एउटा ठुलो विपदले देशको राजनीतिलाई नयाँ गति दिन्छ। राष्ट्रको बृहत हितका अगाडि दलीय स्वार्थहरू पछि धकेलिन्छन्। राजनीतिक सहकार्य थालिन्छ। सबै शक्ति मिलेर राष्ट्रिय पुनर्निर्माणमा जुट्छन्। हो, विपदले राजनीतिक खिचातानी केही कालका लागि थाँती राख्यो, तर त्यो दिगो रहेन। सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने स्थानीय तहमा स्वस्फूर्त राजनैतिक सहकार्यको थालनी नै भएन। त्यो काम कुनै पनि राजनीतिक दलको प्राथमिकतामा नै परेन। दलका बीच राहत र पुनर्निर्माणमा भूकम्प पीडित जनताको र त्यसमा पनि विकट क्षेत्रका विभिन्न जनताको मन जित्ने काममा प्रतिस्पर्धा होला भन्ने सोचाइ टुरे रह्यो। मौकामा पहिचान नपाउँदा निमुखा, अशिक्षित, सीमान्त विपन्न परिवारहरू राहतका निम्ति भौतारिल रहने खण्ड बन्यो। कति अहिले पनि भौतारिल रहेका छन्। महाविपदले महाएकता निर्माण गर्छ भन्ने विश्वास भत्कियो। भूकम्प पीडितका नाममा आफ्नो क्षेत्रको बचाउ गर्नमै राजनीतिक नेतृत्व तल्लीन रह्यो। विपदले राजनीतिक भागभण्डाको अन्त्य गरेन, त्यसलाई संस्थागत मात्रै गर्यो। पुनर्निर्माण प्राधिकरणको निर्माणमा देखिएको कलह र ढिलासुस्ती एउटा वा अर्को राजनीतिक दलको आग्रह, पूर्वाग्रहको परिणति मात्रै थिएन, कुनै पनि पद्धतिको निर्माणप्रति गैर जिम्मेदार र अनुत्तरदायी राजनीतिक संस्कारको प्रतिफल थियो। तर भूकम्पपछिका केही घटनाले हाम्रा केही आशंका भने हटायो। अहिलेको शहरी युवा पुस्ता सामाजिक उत्तरदायित्वप्रति बेखबर छ भन्ने भ्रम फाट्यो। साथीभाइ, परिवार, आफन्तसँग पैसाको सक्दो जोगाड गरेर हजारौँ युवा युवतीहरू स्वस्फूर्त रूपले यसरी उद्धार र राहत लागे कि त्यसले नेपाली समाजका निम्ति नयाँ आशाको सञ्चार गर्यो। देश र समाजप्रतिको समर्पण अस्थायी फ्याड मात्रै पनि हुनसक्छ, तर यसले नयाँ सम्भावनाहरूको बाटो त खोल्यो। शहरी मध्यम वर्गका कतिपय युवाहरूले पहिलोपल्ट ग्रामीण नेपालको गरिबी, अभाव र विपन्नतालाई आफ्नै आँखाले देखेर भोगे र कहिले नबुझेको बृहत सामाजिक दायित्वको पहिलोपल्ट बोध गरे। समाजसँग इङ्गेज हुनुपर्छ भन्ने पाठ सिके, त्यसमा आफ्नो सार्थकता देखे। बृहत नेपाली डायस्पोराका युवाहरू समेत आए र पैसा पठाएर राहतमा सहभागी भए। उत्तरदायी बनाउन सके गैर सरकारी निकायबाट धेरै काम गराउन सकिन्छ भन्ने पनि बुझियो। तराईवासीले, मधेसीले पहाडको दुखमा
आफ्नो एकबद्धता देखाए। जातीय विभेदलाई भड्काउने राजनीति हावी भइरहेका बेला यो राष्ट्रिय एकताको प्रतीकात्मक सन्देश दियो। यी र यस्तै घटनाहरूले यो राष्ट्रको जग त्यति कमजोर रहेनछ भन्ने देखायो। उद्धार र राहतमा प्रहरी र सेनाको काम पनि उल्लेख रह्यो र कति अर्थमा उनीहरूले आफ्नो औचित्य साबित गरे। तर भूकम्पपछिको बृहत अभिवारा त अझै बाँकी छ। भत्केका घर, बस्ती र आर्थिक सामाजिक पूर्वाधारहरूको निर्माण गर्ने, जोखिमका बस्तीहरूको स्थानान्तरण गर्ने, भत्केका जीविकाहरूलाई र सामाजिक आर्थिक सम्बन्धहरूलाई पुनर्स्थापना गर्ने र नयाँ उन्नत अर्थ दिने काम त सुरु भएकै छैन। 9 महिनासम्म केही गर्न नसकेको राज्य र यसका अवयवबाट अब के अपेक्षा गर्ने? घरलाई पूर्वाधार र बस्तीको सन्दर्भमा हेर्न र हेराउन सिकाउने कसले? स्थापित मापदण्डको पालना गराउने कसले? स्रोत र साधनविहीनलाई साधन सिपको जो गर्न सहजीकरण गर्ने कसले? भोलि यस्तै विपद आउँदा अहिले सिकेको पाठलाई कहाँ र कसले आत्मसात गर्ने? कसले र कसरी संस्थाहरू र प्रक्रियाहरू ढाल्ने? सबै तबकाका नागरिकसँग इङ्गेज हुने, नागरिकको सामर्थ्यको दायरा फराकिलो गराउने कसले? नागरिक सहभागिताको राजनैतिक प्रक्रिया सुरु गर्ने कसले? प्राधिकरणले, सरकारले, कर्मचारी तन्त्रले, संसदले, राजनीतिक दलले कि सचेत नागरिकका हजारौँ समूहहरूले? राजनैतिक समस्याको के प्राविधिक समाधान हुन्छ? अव्यवस्था, अभाव र असङ्गति नै सामान्य स्थिति हुने हो भने विपद पर्खिनु पर्दैन। सधैँ र प्रतिदिन विपद हुन्छ, भइरहन्छ। यो बुझाउने र बुझिदिने कसले? यो दोस्रो। तेस्रो, संघीयताको सकस। विगत 7 वर्षमा नेपालमा संघीयताबारे जति तर्क वितर्कहरू भए र भइरहेछन् ती सबैको एउटै निचोड देखियो। त्यो के भने नेपालको खास सन्दर्भमा संघीयताको औचित्यको बुझाइ एक रूप भएन। कतिले बुझेर बुझ पचाए, कतिले बुझ्नै चाहेनन्, कतिले बुझेनन्, कतिले बुझाउनै चाहेनन्। नेपालमा संघीयताको औचित्यको पहिलो बुझाइ पहिचान केन्द्रित छ। विभिन्न प्रकारका ऐतिहासिक विभेदका विरुद्ध आन्दोलनरत राजनीतिक दल र विभिन्न जातीय क्षेत्रीय समूहहरूले संघीयतालाई जातीय, सांस्कृतिक, भाषिक र ऐतिहासिक बसोबासको पहिचानका आधारमा शासन सत्तामा हिस्सा खोज्ने माध्यमका रूपमा बुझे। पहिचान नै विकासको आधारशिला हो र पहिचानलाई सामान्यकृत गर्ने विकासको सार्थकता हुने भन्ने स्पष्ट मन्साय यो बुझाइमा भेटिन्छ। तर के पहिचान स्थायी हो, निरन्तर हो, निरपेक्ष हो, वा एउटा खास कालखण्डमा खोजेको सामाजिक राजनैतिक शक्तिको अभिव्यक्ति मात्र हो? फेरि पहिचानको सबैभन्दा तल्लो इकाइको चिनारी के हो? सोचका यी दुविधा पहिचानको बुझाइमा अन्तर्निहित छन्। पहिचानको अर्को दुविधा के हो भने नेपालमा सबैभन्दा विभेद र बहिष्करण परेका दलितहरूका निम्ति पहिचान नै अभिशाप छ। भारतका डाक्टर अम्बेडकरले जातको विनाश हुनुपर्छ, एनाहिलेसन अफ कास्ट भनेर त्यसै उद्देश गरेका होइनन्। संघीयताको औचित्यको दोस्रो बुझाइले संघीयतालाई प्रशासनिक पुनर्गठन र पुनर्संरचनाका अर्थमा मात्र हेर्यो। कस्तो प्रकारको सङ्घीय संरचनाले सामाजिक राजनीतिक यथास्थिति अक्षुण्ण राख्न सकिएला? यथास्थितिबाट फाइदा लिइरहेका सामाजिक समुदाय र वर्गलाई त्यस्तो लाभको निरन्तरताबाट विमुख हुन नपर्ने स्थिति कसरी बनाउन सकिएला? संघीयताको सहज व्यवस्थापन कसरी सम्भव होला? संघीयताको औचित्यको यो बुझाइ यी र यस्तै प्रश्नहरूको स्वरूपहरूमा घुम्छ। संघीयतालाई पूर्णतः प्रादेशिक विकासको उद्देश्यबाट हेर्ने अर्को बुझाइ छ। गरिएको नेपालका 3 जलाधार कोशी, गण्डकी, कर्णाली र 3 उत्तर दक्षिणी पर्यावरणीय प्रदेशहरू हिमाल, पहाड र तराईलाई जोड्ने एकीकृत विकासको धारणा। नेपालका 3 पर्यावरणीय प्रदेशहरूका आफ्नै साधन स्रोतका विशेषताहरू छन् र ती एकअर्काका परिपूरक छन्। यसैले परिपूरक प्रादेशिक विकासको उद्देश्य प्राप्त गर्न उत्तर दक्षिण जोड्ने सङ्घीय प्रदेशहरू विकासका दृष्टिले सबैभन्दा अनुकूल र वैज्ञानिक हुन्छन् भन्ने आग्रह यो बुझाइको छ। पञ्चायतकालमा विकास क्षेत्रहरू यही सोचबाट जन्मेका थिए। संघीयताको अझै अर्को बुझाइ पनि छ। त्यो के भने नेपालको सन्दर्भमा संघीयतालाई एकैसाथ पहिचान, समावेशी विकास र राज्य शक्तिको निक्षेपण तिनै अर्थमा बुझ्नुपर्छ। संघीयतालाई एकाङ्गी किसिमले हेर्न मिल्दैन। नेपालमा जातीय र क्षेत्रीय पहिचानको प्रश्नलाई सहज ढङ्गले पन्छाउन सकिन्न। पहिचान खालि जातीयतालाई र क्षेत्रीयतालाई औपचारिकता दिने कुरा मात्र होइन। नेपाल विविध भूगोल, जात-जाति, भाषा-भाषी, संस्कृति, रहन-सहन र ऐतिहासिक बसोबासको निरन्तरता भएको देश हो भनेर मात्रै पुग्दैन। यो विविधताप्रतिको सम्मान नेपालको राज्य सञ्चालनको सहभागितामा, प्रतिनिधित्वमा र राज्यका मान्यताहरूमा समेत देखिनुपर्छ। अनि बल्ल नेपालको विविधता सार्थक हुन्छ। नेपालको पहिचानभित्र के देशका सबै जात-जाति, भाषा-भाषी, संस्कृति र क्षेत्रहरूको पहिचान र विशिष्टता अटाएको छ?
के हाम्रा मान्यताहरूले नेपालको विविधतालाई प्रतीकात्मक रूपमा पनि अङ्गीकार गरेका छन्? उपलब्ध तथ्यहरूको हवाला दिइरहनु पर्दैन। हेर्न र बुझ्न चाहनेका निम्ति स्थिति प्रष्ट छ। प्रश्न संहितालाई कसरी यो विविधता दर्शाउने, यो विविधतालाई आत्मसात गर्ने माध्यम बनाउन सकिन्छ भन्ने हो। पहिचान भनेको जातीय कुरा मात्र होइन, विद्यमान विभेदहरू र असमानतालाई अन्त्य गर्ने कुरा पनि हो। हामी विविधताले धनी छौँ भनेर विविधतामा गर्व गर्ने परिपाटी स्थापित गर्नु पनि हो। विविधताका नाममा सीमित समुदाय, समूह, वर्ग र क्षेत्रले रजाइ गर्ने स्थितिको अन्त्य गर्नु पनि हो। यो बुझाइ कतिपयका निम्ति असहज छ, किनभने यसले विद्यमान सामाजिक, राजनैतिक र आर्थिक यथास्थितिमाथि प्रश्न गर्छ। नेपाललाई परम्परागत ढङ्गबाट पृथक भएर बुझ्न र विकास गर्न आग्रह गर्छ। पहिचानका साथसाथै समतामूलक र समावेशी विकासको पक्ष पनि त्यत्तिकै महत्त्वपूर्ण छ, किनभने संहिता पहिचान मात्र होइन, आर्थिक समृद्धिको माध्यम पनि बन्न सक्नुपर्छ। यसैले पहिचानलाई उपलब्ध स्रोत साधनको व्यापकताको सन्दर्भमा हेर्नु आवश्यक पर्छ। संहिताको अर्को महत्त्वपूर्ण पक्ष सबैभन्दा तल्लो तहसम्म राज्य शक्तिको विकेन्द्रीकरण र निक्षेपण हो। नेपालमा विकेन्द्रीकरणलाई नै संहिताको विकल्प मान्ने एउटा सोच छ, तर नेपालको विकेन्द्रीकरणको खास गरेर 6औं योजनादेखि हालसम्मको इतिहास र अनुभवले के कुरा स्पष्ट गर्छ भने संहिताका माध्यमबाट शक्ति निक्षेपणको संरचनात्मक र संवैधानिक बाध्यता नभएसम्म 2 वर्षभन्दा बढी समयदेखिको अति केन्द्रीकृत एकात्मक राज्यको धङधङीबाट मुक्ति मिल्दैन। सङ्घीय प्रदेशहरूले आफ्नो विकासको खाका आफै कोर्न आवश्यक नयाँ परम्पराको सुरुवात नै हुँदैन र सबैभन्दा तल्लो तहसम्म शक्तिको निक्षेपण र सहभागितात्मक लोकतन्त्रको अभ्यास गर्ने परिपाटी नै बस्दैन। अहिले हामीले भोगिरहेको संहिताको सकस बदलिएको राजनीतिक शक्ति सन्तुलनबाट फाइदा लिन मुख्य राजनीतिक दलले र ती दलका प्रभावशाली नेताहरूले संहिताको औचित्यको बुझाइलाई आफ्नै हिसाबले आफ्नै सोच र स्वार्थ अनुरूप कार्यान्वयनमा ल्याउन खोज्नुको परिणाम हो। संहिताले पहिलो संविधान सभा मार्फत नेपालको राजनीतिक सामाजिक यथास्थितिलाई रूपान्तरण गर्ने, नेपालको शासकीय र राज्य शक्तिको स्वरूपकै पुनर्संरचना गर्ने अभ्यासका रूपमा वैधता प्राप्त गरेको हो। अहिलेको सकस त्यसको ठिक उल्टो विद्यमान समग्र यथास्थितिलाई नै निरन्तरता दिने अभ्यासको प्रतिफल हो। समस्याको चुरो के हो भने पहिलो संविधान सभा संहिताको पहिचान केन्द्रित पहिलो बुझाइकी बन्दी हो र असफल भयो। दोस्रो संविधान सभाले पारित गरेको संविधान दोस्रो र तेस्रो बुझाइमा रुमल लिइरहेको छ। पहिलो संविधान सभाले संहितामा जान पहिचानका 4 र सामर्थ्यका 5 आधार स्थापित गरेको थियो। दोस्रो संविधान सभाले संहिताका आधार नै स्थापित गरेन। न सिद्धान्त निर्माण गरियो, न व्यवहार सम्मत पुनर्संरचनाको वस्तुनिष्ठ विश्लेषण गरियो। फलस्वरूप मध्यपश्चिम पहाडमा विरोधका स्वर मुखर हुनसाथ पहिले प्रस्तावित 6 प्रदेश 7 मा बदलिए। दोस्रो संविधान सभामा विजयी दलहरू आफ्नै अनुकूल पहिचान बनाउन लागे। तराईका राजनैतिक समूहहरूको शक्तिको आकलन पारम्परिक हिसाबले गत संविधान सभामा पाएको मतका आधारमा मात्र गर्दा प्रमुख दलका पहाड केन्द्रित नेताहरू चुके। सत्ताधारी दलहरूको पहाडलाई हेर्ने सहज दृष्टिकोण तराई मधेसका हकमा अनपेक्षित ढङ्गले कठोर देखियो। थारू र त्यसपछि मधेस आन्दोलनले गति लियो। मधेस आन्दोलनले छिमेकी भारत गुहार्यो। मोदीको ऋषिमन बहकियो र नाकाबन्दीको परिणति हाम्रा सामु छ। संहिता अब हाकाहाकी नै हामी बीचको मात्र कुरा रहेन। पछाडि जानै मिल्दैन, त्यो विगत भइसक्यो। अगाडि जानु सकस पुनः देखिन्छ, तर त्यही नै एकमात्र विकल्प हो। हामी कहाँ चुक्यौँ? संविधान सभा जस्तो उच्चतम लोकतान्त्रिक अभ्यासबाट बन्ने संविधान मूलत धारणाहरूको बुझाइको एकरूपता र संयोजनबाट बन्छ भन्ने हाम्रो बुझाइ नै गलत र यथार्थपर थिएन कि? 2046 सालदेखिको अनुभव, माओवादी विद्रोह र 2062-63 जनआन्दोलनको रातमा हाम्रा राजनैतिक दल र तिनका नेताहरूको हैसियत, वयस्कता र क्षमतालाई हामीले बढी आँक्यौँ कि? हाम्रो सामाजिक, आर्थिक र राजनीतिक जीवनमा भित्रभित्रै हुर्केर फैलिँदै गइरहेका धाजा फिसलहरूको आकलन र व्यवस्थापन गर्ने वस्तुनिष्ठ विश्लेषणको हेक्का हामीसँग भएन कि? मौकामा राष्ट्रवादको बेमौसमी बेलुन उडाउँदा हाम्रो स्वतन्त्रता र सार्वभौमिकताको सही मूल्याङ्कन गर्न हामी चुक्यौँ कि? र हामीभित्रको अनेकतालाई बुझ्न नै खोजेनौँ कि? आफूलाई मात्र हेर्दा अरूलाई हेर्न बिर्स्यौँ कि? अब अगाडिको यात्राको सकस यी प्रश्नहरूको जवाबमा निहित हुने हो कि? चौथो, नाकाबन्दी र ढुङ्गा। सन् 2000 को 3 जुलाईमा संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक, प्यालेस्टाइनी साहित्यिक समालोचक र सिद्धान्तकार एडवर्ड साइदले मध्यपूर्व भ्रमणका बेला लेबनन र इजरायलको ब्लू लाइन भनिने सीमापारी एउटा सानो ढुङ्गा हानेको तस्बिर सार्वजनिक भयो।
इजरायलतिर लक्षित त्यो ढुङ्गा आफू खुसी छिमेकी भूमि अतिक्रमण गरिरहने इजरायलले रह्याएको साङ्केतिक विरोध थियो। त्यो ढुङ्गा सीमापारी फालिएको मात्र थियो, त्यसले कसैलाई लागेन। तर त्यो तस्बिरले विश्वभरि नै चर्चा पायो। इजरायली समर्थकहरूले साइदको त्यो कार्यलाई आतङ्कवादी घटनाका रूपमा हेरे। त्यही कार्यलाई प्यालेस्टाइनी समर्थकहरूले इजरायली अतिक्रमणबाट दक्षिण लेबनानको मुक्तिको खुसियालीको सङ्केतका रूपमा हेरे। राजनैतिक विचार बोकेका उत्तरदायी व्यक्तिले सीमा पारबाट ढुङ्गा हान्ने कामप्रति कोही पनि उदासीन रहेन। अन्तर्राष्ट्रिय सीमाले प्रतीकात्मक र मूर्त दुवै अर्थमा आफ्नो र अर्काको हक लाग्ने नलाग्ने छुट्याउँछ, मान्यताको र आस्थाको हैसियतको सङ्केत गर्छ। झन्डै 16 वर्ष अघिको घटना सम्झिनुपर्ने खण्ड नेपाल भारत सीमा पारीबाट आन्दोलनकारीहरूले नेपालतिर ढुङ्गा हानेको घटनाले ल्यायो। मधेसी आन्दोलनको औचित्य र सार्थकता आफ्नो ठाउँमा छ, त्यसमा तर्क वितर्क होलान्, पक्ष विपक्षका विचारहरू होलान्। हजारौँको संलग्नतामा सत्याग्रह गर्ने, राज्यभित्र धर्ना दिने छिमेकका महात्माद्वारा स्थापित शान्तिपूर्ण आन्दोलनको रणनीति नलिनुको पनि आफ्नो तर्क होला। सत्तासीन दलहरूलाई झुकाउन लाख जनताको जीविका र भात भान्सालाई महिनौँ धरापमा पारेर आन्दोलनको मर्म बुझाउन खोजिएको तर्क पनि होला। तर निर्विवाद तथ्य के हो भने देशको अर्थतन्त्र जर्जर धराशायी भइसक्यो। तस्कर तन्त्र र कालोबजारीको आड र संरक्षणमा राज्य र आन्दोलनकारी दुवै जीवित छन्। नेपाल भारत सम्बन्धमा पहिलोपल्ट भारत सरकारको सोझो र हाकाकी समर्थनमा नाकाबन्दी बन्दी मात्र भइरहेको छैन, प्रतीकात्मक हिसाबले धेरै कुरा भइरहेछन्। संयुक्त मधेसी आन्दोलनका आन्दोलनकारीहरूले सीमापारी गएर नेपाल प्रहरीलाई लक्षित गरी ढुङ्गा हानेको दृश्य नेपाली सञ्चार माध्यमहरू मार्फत सबैले देखे। सीमा पारका प्रहरीकै सम्मुख र उनीहरूकै मौन समर्थनमा गरिएको यो कार्यलाई कसरी बुझ्ने, कसरी अर्थ्याउने? नेपाल राज्यकै बहिष्कारको अर्थमा बुझ्ने? नेपाल राज्य जसको हिस्साका रूपमा आन्दोलनकारी स्वयं छन्, कोही निषेध र विरोधका रूपमा बुझ्ने? हाम्रो आस्थाप्रतिका अविश्वासका रूपमा बुझ्ने? र यी प्रश्नहरूको जवाब कसले दिने? 5 वर्ष अर्थमन्त्री र भूकम्प पीडित। गत पौष 21 गते बेलायतबाट प्रकाशित हुने द ब्याङ्कर पत्रिकाले सन् 2016 को ग्लोबल र एसिया प्रशान्त क्षेत्रका वर्ष अर्थमन्त्रीको सम्मान हाम्रा आफ्नै 6 पटक अर्थमन्त्री भइसकेका डाक्टर रामशरण महतलाई प्रदान गरिने घोषणा गर्यो। सो सम्मान गत वैशाखको विनाशकारी भूकम्पपछि विकास साझेदार अर्थात् दाताहरूबाट सहयोग जुटाउन नेतृत्वदायी भूमिका खेलेकोमा प्रदान गरिएको कुरा उल्लेख छ। साथै भूकम्प र मधेस आन्दोलनका बावजुद अर्थतन्त्रका समग्र सूचकहरू सकारात्मक रहेको र सुशासन र सक्षम सरकार निर्माणमा डाक्टर महतले गरेको योगदानको चर्चा छ। नेपालमा उदारवादी अर्थतन्त्रको वकालत र उद्घाटन पञ्चायतकालमै संरचनात्मक समायोजनका नाममा सन् 1984 डाक्टर प्रकाश चन्द्र लोहनीले गरेका थिए। डाक्टर महतले त्यसलाई निरन्तरता मात्र दिएनन्, उदारवादी आर्थिक सोचका नेताका रूपमा आफूलाई अन्तर्राष्ट्रिय वित्तीय संस्थाका माझ उभ्याए। हवाई यातायात जस्ता अर्थतन्त्रका कतिपय क्षेत्रहरू निज क्षेत्रका निम्ति खोल्नमा उनको भूमिका रह्यो। नोक्सानमा गएका जान लागेका सरकारी संस्थानहरू हतारमा निजीकरण गरिए। तर सडक, ऊर्जा र सामाजिक पूर्वाधारमा राज्यको लगानीको स्पष्ट योजना, दिशा र प्राथमिकता नहुँदा डाक्टर महतको अर्थमन्त्रीत्वको समय आर्थिक वृद्धिका हिसाबले त्यति उल्लेखनीय रहेन। उल्टो नेपाली काङ्ग्रेसभित्र बिपीको प्रजातान्त्रिक समाजवादको नेपथ्यको सङ्गीत डाक्टर महतको आर्थिक अभिभावकत्वमा क्रमशः मलिन हुँदै गयो। केही काल राजस्व उठाउने क्षमतामा वृद्धि हुन लागेको देखिए पनि पुँजीगत खर्च गर्ने क्षमतामा उल्लेखनीय दिगो वृद्धि हुन सकेन। बाह्य सहयोगको प्रतिबद्धता मात्रलाई नै आर्थिक नीतिको सफलताका रूपमा चित्रण गर्ने परिपाटीको सुरुवात डाक्टर महतकै नेतृत्वमा भयो। निजीकरणले गति लियो, बजारमाथिको निर्भरता बढ्यो, तर उद्योग र व्यापारको विस्तार न दिगो भयो न व्यापारको विविधीकरण हुन सक्यो। अहिलेको भारतमाथिको पूर्ण निर्भरता एक हिसाबले उनकै अर्थमन्त्रीत्व कालका नीतिहरूकै परिणति थियो। यो उदारवादी नीतिहरूको आलोचना होइन, लक्षण अर्थात् सिम्टमलाई नै निदान डायग्नोसिस ठान्ने र निदानलाई नै उपचार ठान्ने नेपाली प्रवृत्तिको झल्को मात्रै हो। डाक्टर महतको पहलमा भूकम्पपछिको 3 महिनामै विपद पश्चातको आवश्यकताको मूल्याङ्कन प्रतिवेदन तयार गरियो र त्यसकै आधारमा विभिन्न क्षेत्रबाट व्यक्त आशंका बावजुद अन्तर्राष्ट्रिय दाता सम्मेलन सफलताका साथ आयोजना गरियो। ठुलो तामझामका साथ सम्पन्न सो सम्मेलनमा 4 खर्बको सहयोगको प्रतिबद्धता समेत आयो। कुनै पनि सरकारका लागि यो सुखद उपलब्धि थियो। दाता सम्मेलन सकियो र एकअर्कालाई बधाई दिँदै सबै आफआफ्ना गन्तव्यतिर लागे। खालि भूकम्प पीडितहरू चाहिने र पुग्ने राहत कहिले आउला, पुनर्निर्माणको खाका र काम कहिले सुरु होला भनेर काठमाडौँतिर टकटकी हेरिरहे। वर्षा आयो,
गयो, चाडपर्व आए गए, संविधान आयो र त्यसैको बुढी चढेर आयो मधेस आन्दोलनको अनुरोध र भारतको अनुग्रहमा भूकम्पको पीडामा भुक्तमान थपिने गरी नाकाबन्दी लाग्यो। दाता सम्मेलन भएको महिनौपछि डाक्टर महत अर्थमन्त्री रहेको सरकार गयो। त्यसपछि बुद्धले जस्तै तर कुनै तपस्या बिना स्वस्फूर्त ज्ञान प्राप्त गरेका स्थित प्रज्ञ सम्माननीय स्वप्नद्रष्टा वर्तमान प्रधानमन्त्री महोदयको सरकार आयो। अनि मध्य जाडोमा बल्ल बल्ल सुसमाचार आयो। डाक्टर महतले 2016 को ग्लोबल र एसिया प्रशान्तका वर्ष अर्थमन्त्रीको सम्मान पाए। निसन्देह यो देशकै निम्ति ठुलो खुसीको क्षण हो, ठुलो उपलब्धि हो। उद्योग वाणिज्य सङ्घ, महासङ्घ, परिसङ्घ, ब्याङ्कर्स एसोसिएसन, नेपालका लब्ध प्रतिष्ठित र वरिष्ठ अर्थशास्त्रीहरू र नेपाली अर्थतन्त्रका बुझकीहरू सबैले सम्मानित पूर्व अर्थमन्त्रीका उपलब्धिहरूको मुक्त कण्ठले प्रशंसा गरे। खाली भूकम्प पीडितहरूले केही बोलेनन्। कसरी बोलुन् जब उनीहरूले अर्थतन्त्र बुझेकै छैनन्? उनीहरूले बुझेको त जाडो छल्ने ओत र लुगाफाटो, 2 चाकको जो हो, नानीहरूलाई स्कुल, औषधि र आउँदो खेती र केही पैसा मिल्ने बाहिरी कामको सुनिश्चितता मात्रै हो। के अर्थतन्त्रमा यी कुराहरूले महत्त्व राख्छन्? नेपालको अहिलेको बेहालबारे सम्मानित अर्थमन्त्री, पूर्व अर्थमन्त्रीका आफ्नै गुनासा छन्। माओवादी जनयुद्धले अर्थतन्त्रमा पारेको भारबारे उनी कसरी जवाबदेही हुन सक्छन्? बन्द, हडताल, आन्दोलन, नाकाबन्दीका निम्ति, राजनैतिक अस्थिरताका निम्ति उनले के गर्न सक्थे? लोड सेडिङका कारण उद्योगहरू कम क्षमतामा सञ्चालन भए र उत्पादन घटे, उनको के दोष? विस्तारित भौतिक र वित्तीय पूर्वाधारको फाइदा सीमान्त कृषकले लिन सकेनन् भने उनको के दायित्व? बजार अर्थतन्त्रमा सागका साथ उपस्थित हुन बजारले चिन्ने कुरा हुनुपर्छ। पुँजी, माग भएको सिप र प्रविधि र मूल्यवान भूमि। गरिब नेपाली जनता बजारमा मूल्य नभएको अध्यक्ष श्रम, सिप र पुरातन प्रविधि लिएर प्रतिस्पर्धामा उत्रन सक्दैनन् भने अर्थमन्त्रीको के दोष? गोर्खाको भूगर्भको प्लेट फाट्नुमा उनको के दोष? आदि धन्य मान्नुपर्छ। उनले अवलम्बन गरेका नीतिहरूले गर्दा नै नेपाली अर्थतन्त्र अहिलेसम्म जीवित छ। निसन्देह द ब्याङ्करले हाम्रा पूर्व अर्थमन्त्रीलाई सम्मान गरेर उनको असाधारण क्षमता चिनेर हामी सबैलाई गुण लागेको छ। अन्तमा जाँदै मेरो एउटा सानो सिफारिस छ। द ब्याङ्करसँग 2016 को वर्ष अर्थमन्त्रीका निम्ति अर्को अतिरिक्त सम्मान छ भने त्यो खाडी र मलेसिया र कोरिया आदि विभिन्न ठाउँमा वैदेशिक रोजगारीमा गएका ती 10औं लाख नेपालीका नाममा दिइयोस्। यो चौतर्फी विपदका बेला ती अनुपस्थित अवैतनिक अर्थमन्त्रीहरूले पसिना चुहाएर कुनै तामझाम, कुनै सभा सम्मेलन नगरी, ठुला भाषण नछाडी, कसैसँग हात नफैलाई जोहो गरी पठाएको विप्रेसनले यो देश बाँचिरहेछ। तिनीहरूका प्रत्येक थोपा पसिना र आँसुको सलाइन लगाएर हाम्रा आर्थिक सूचकहरू स्वस्थ छन्। अनुपस्थित रहेरै अर्थतन्त्र थामिरहने ती अनाम नेपाली नागरिकहरू 2016 को वर्ष अर्थमन्त्रीका निम्ति के योग्य नहोला? ती अनुपस्थित नभए 40 लाख युवाको रोजगारी सृजना गर्न सकस कुन अर्थमन्त्रीले बेहोर्थे? यसो भन्दा अन्त्यमा म पोखराका फुपी कवि भुपी शेरचनलाई 55 वर्षपछि फेरि सम्झिरहेछु। हामी पाइताला हौँ, केवल पाइताला र फगत पाइताला। हामी दौड्न प्रथम हुन्छौँ, हाम्रो छातीले तकमा टाँस्छ, तर हाम्रो तकमा टाँस्ने छाती अर्कै छ। हामी त फगत कसैको इसारामा टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौँ, केवल पाइताला र फगत पाइताला। भुपी शेरचन, हामी 2017। अन्तमा यहाँ बोलाएर मलाई यो अवसर दिने आयोजक बन्धुहरू, भाइ रविन्द्र अधिकारी र मेरो कुरा धैर्य साथ सुनिदिने तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। यस्तो होस् कि अरू बेला असहज प्रश्नहरू सोध्न नपरोस्। पोखरा सधैँ सुन्दर रहोस्। नेपालको सधैँ जय होस्। धन्यवाद।